back to my channel. आज चाहिँ हामी हाम्रो गाउँ नुवाकोटमा जाँदैछौँ गाइजहरू। गाइजहरू हेर्नु त गाउँको भ्यू कस्तो राम्रो देखिरहा। सँगै आउँछु हुरीमा नै हराउँछु। अब चाहिँ हामी फर्केर जाऊ। हामीसँगै ठाउँहरू अनि त्यसपछि जङ्गलको भ्यूहरू हेर्दै जानु है त गाइजहरू। नलाऊ प्रीति नलाऊ, म त हावासँगै आउँछु हुरीमा नै हराउँछु। म त हावासँगै आउँछु हुरीमा नै हराउँछु। छैन चाल मेरो बतासे हाल सम्हाल्ने छैन। ओ मोहनीको बाटो जाँदै नजा। हेर्नु न गाइजहरू, अब चाहिँ हामी स्तूपमा आइपुग्यौँ। नेमा पर्रे अल्लाह रे खोलावारीमा कहिले खोला पारी पर्यो मेरो यो मन। जानै दिने मायामा सोच मेरो छैन। ओ रोयो मेरो मायामा कहिले पनि फसेन। हामी चाहिँ सल्लाहघारीमा आइपुग्यौँ है त गाइजहरू। ओ जिसका हुँदै हिँडिन्छ आउँछु। आऊ फर्केर जाऊ। सँगै आउँछु हुरीमा नै हराउँछु ओ म त हावा सँगै आउँछु हुरीमा
नै हराउँछु नआऊ फर्केर जाऊ नलाऊ प्रीति नलाऊ म त हावासँगै आउँछु भुइँमा नै हराउँछु म त हावासँगै आउँछु भुइँमा नै हराउँछु सम्हाल्ने छैन ओ मोहनीको बाटो जाँदै नजानेमा पर्ने अल्लाह रे खोला बारीमा कहिले खोला पारी पर्यो मेरो यो मन जानै दिने मायामा सोच मेरो छैन ओ रोयो मेरो मायामा कहिले पनि फसेन ओ जिसका हुँदै हिँडिन्छ पर आउँछु आऊ फर्केर जाऊ अब चाहिँ हामी प्याज अनि धनियाँहरू टिपिरहेछौँ के टिपेको होला अब चाहिँ मैले मटर कोसा खाएँ है त ओहो कति गुलियो छ धनियाँ आरिस धनियाँ टिपन ल धनियाँको फुलहरू फुल्न धनियाँ पनि ऊ हुन आँट्यो अनि यहाँको धनियाँ चाहिँ पाकिसक्यो यता नि गाउँको तगर पनि ल अर्को धौ ल प्याज प्याज पनि अब चाहिँ मैले तरकारीहरू धुन थालेँ है त गाइसहरू पानीमै धुनु पर्यो एउटा गरेर धुनुपर्छ हौ सागको त्यो यसको काट पनि त हो ल यता हेर त एकचोटि आरिस ल भन्दा कति मेहनत कति मेहनती छोरी अब चाहिँ मम्मीले मासु बनाउँदै हुनुहुन्छ गाइसहरू
अब चाहिँ फाइनली गाइजहरू मासु पाकिसक्यो Sarang. अब चाहिँ ढेँडो बनाउनु हुँदैछ अब मम्मीले चाहिँ Hala. अब चाहिँ हाम्रो भिडियो हेरेर कस्तो लाग्यो भनिदिनु होला अनि लाइक, सेयर अनि सब्स्क्राइब पनि गरिदिनु होला ल बाई।